आज दोस्रो दिन भने हामी पथरी शनिश्चरी शिविरतर्फ प्रस्थान गऱ्यौँ। यहाँ देख्न सकिन्छ शिविर छिर्नुभन्दा अगाडिको हाइवे जहाँ हामी दिनौँ यात्रा गर्ने गर्थ्यौँ। यो हाइवेबाट सोझै भित्र छिरेपछि पथरी शिविर छिरिन्छ र यहाँ पहिलेको भन्दा धेरै नै फरक हामी देखिरहेका छौँ। यहाँ पहिले हाम्रा बुढा हजुरबा हजुरआमाहरू बस्नुहुन्थ्यो, आजभोलि भने दोकान भएको रहेछ। यसरी यहाँ किराना पसलहरू खोलेका रहेछन्, कसैले भने आइरन बनाएका छन्, कसैले यातायातका कम्पनीहरू खोलेका रहेछन्। यहाँ खाजा घर पनि देख्न सकिन्छ। यहाँ पानी पिउनको लागि दमकलको व्यवस्था गरिएको छ। एउटा चोक जस्तै बनेको रहेछ आजभोलि। हामी यहाँ पहिलेको भन्दा फरक देखिरहेका छौँ र हामी त्यसै गरी अलिक अघिसम्म बढ्यौँ र यहाँ हेर्दाखेरि हामीले पहिले आइएमको ओरिएन्टेसन अफिस थियो जहाँ हामी बाहिर देश जानुभन्दा अगाडि ओरिएन्टेसन गरिन्थ्यो। त्यो घरमा चाहिँ अहिले अरू नै अफिस बनाएको रहेछ। पथरी शनिश्चरी नगरपालिकाको वडा समितिको कार्यालय बनाइएको रहेछ।